साथीहरू नमस्ते। आज फेरि पनि तपाईहरूको माझमा नयाँ टपिक लिएर आइसकेको छु। जापानमा आइसकेपछि हामीले काम खोज्ने कसरी त? साथीहरू, हामी जापानमा त नेपालबाट लोन लिएर आइसकेका हुन्छौँ, तर यहाँ आइसकेपछि धेरै समस्या हुन्छ। कामको लागि यहाँ धेरै समस्या हुन्छ र यहाँ हामीले लिगल रूपमा कति घन्टा काम गर्न मिल्छ र हामीले कति वर्षमा नेपालबाट ल्याएको ऋण तिर्न सक्छौँ। नेपालीहरूले जापानमा आइसकेपछि कुन कुन काम गर्छौँ त्यो सब कामको बारेमा आज तपाईहरूलाई यो भिडियोमा भन्नेवाला छु। र हामीले जापानमा स्टुडेन्ट भिजामा कुन ट्याक्स तिर्नुपर्छ त्यो सब बारेमा आज तपाईहरूलाई भन्नेवाला छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। हामीले काम खोज्ने कसरी त? फर्स्ट टपिक हाम्रो रहेछ कि काम खोज्ने कसरी। हामीले काम खोज्नको लागि हाम्रो जापानिज ल्याङ्ग्वेज एकदम राम्रो हुनुपर्छ। राम्रो ठाउँमा काम गर्नको लागि हाम्रो जापानिज ल्याङ्ग्वेज एकदम राम्रो हुनुपर्छ। हाम्रो जापानिज ल्याङ्ग्वेज राम्रो भयो भने हामीले राम्रो ठाउँमा राम्रो जिखान पाएर राम्रो काम गर्न सक्छौँ। अर्को विकल्प कुन हो भनेदेखि हामीले नेपालबाट जापान आउँदाखेरि कोही आफन्तहरू छ या सिनियरहरू छ, सेन्पाईहरू छ भने उहाँहरूलाई भनेर सेउखाइ गर्न लगाएर हामीले काम गर्न सक्छौँ। उहाँहरूले सेउखाइ गरिसकेपछि लगभग हाम्रो काम फिक्स हुन्छ। हामीले जापानमा कति घन्टा काम गर्न पाउँछौँ त? जापान सरकारले तोकेको नियमअनुसार विदेशी विद्यार्थीले हप्ता 28 घन्टा लिगल रूपमा काम गर्न मिल्छ। साथीहरू, हामीले नेपालबाट जापान आउँदाखेरि जापानमा हप्ताको 28 घन्टाभन्दा बढी काम गर्यो भने जापान सरकारले यहाँ लास्ट गाह्रो गर्छ। हामीले काम बढी गर्यो भने हाम्रो भिजा थप्दैन, इमिग्रेसनले समात्यो भने डाइरेक्ट नेपाल खाइरु गरिदिन्छ। त्यस कारणले हामीले 28 घन्टाभन्दा बढी काम गर्न एकदम मुस्किल छ। हामीले ह्यान्ड क्यास नेपालबाट सुनेर आएको हुन्छौँ, ह्यान्ड क्यास गर्छौँ, तर जापान आइसकेपछि त्यो ह्यान्ड क्यास पनि ब्याङ्क क्यासमा त्यो खाइसीहरूले कम्पनीहरूले देखाइसकेको हुन्छ। त्यस कारणले गर्दा हामीले जापानमा आउँदा 28 घन्टाभन्दा बढी काम नगर्ने। र अर्को हाम्रो अब नेपालबाट जापान आउँदा लागेको खर्च कति वर्षमा तिर्न सक्छौँ त? हामीले जापानमा लिगली रूपमा 28 घन्टा काम गर्यो भने अब काम अनुसार फरक हुन्छ। अब हामीले 28 घन्टा काम गर्यो भने नर्मली जुनसुकै काम गरे पनि महिनाको 1,30,000 भन्दा बढी जसरी भए नि कमाउँछौँ। 1,30,000 भन्दा बढी हामी जसरी भए नि कमाउँछौँ। तर 1,30,000 भन्दा बढी त हामी कमाउँछौँ, तर हामीले अब बचाउने कतिको त? त्यसमा हाम्रो ट्याक्स हुन्छ, मोबाइल बिल हुन्छ, धेरै कुराहरू हुन्छ। त्यो सब रुम रेन्टहरू, खानासानाको सब हेरेर त्यो सब काटेर हामीले बचाउँछौँ कति त? यो सब विषयमा भन्नुपर्दा हामीले 28 घन्टा काम गर्दा मानौँ कि हामी 1.5 लाख कमायौँ, 1,50,000, 15 मान हामी जापानमा कमाइसक्यौँ। अब नेपालमा कति पठाउन सक्छौँ त? साथीहरू, जापानमा पढ्दा स्टुडेन्ट भिजामा बस्दा हामीले गएको फी, होस्टेल फी, खाना, मोबाइलको बिल, इन्सुरेन्सको बिल र हामीहरूले बसिरहेको होस्टेलको फी त्यो सब तिर्नुपर्छ। त्यो सब कतिको पर्न जान्छ त साथीहरू? अब हेरौँ, हामीले अब होस्टेलको कुरा गर्दा नर्मली सिटी अनुसार फरक हुन्छ। अब टोकियोमा बस्यो भने 40,000, 4 मानभन्दा कम होस्टेल पाउन मुस्किल छ। कुनै त्यस्तो छ, विदेशी होस्टेलहरू छ, तर जापानिज होस्टेलमा बस्यो, गएको होस्टेलमा बस्यो भने 4 मानभन्दा कममा होस्टेल पाउन गाह्रो छ। अरू सिटीमा जाँदाखेरि हामीले एभरेजमा मान्यो भने 2 मान जति लाग्छ। अरू सिटीहरूमा 2 मान लाग्छ। अर्को कुरा हाम्रो खानाको, मेसको कुरा गर्दा एकजना स्टुडेन्टले जापानमा नर्मली टोकियोमा
बस्ने स्टुडेन्टको कुरा गरौँ, म पनि टोकियोमा छु। त्यस कारणले गर्दा म मेरो अनुभव पनि तपाईँहरूलाई सेयर गर्नेवाला छु र टोकियोमा बस्ने स्टुडेन्टहरूको बारेमा म तपाईँहरूलाई भन्नेवाला छु। 4 मान होस्टेलको फी, 2 मान मेसको। अब हामीले 4 र 2 6 मान हाम्रो गइसक्यो। अब अर्को हामीले तिर्नुपर्ने भनेको ट्याक्स, इन्सुरेन्सको बिल, अर्को मोबाइलको बिल र हाम्रो इन्कम ट्याक्स। अब हाम्रो इन्कम ट्याक्स कतिको काट्छ त साथीहरू? हाम्रो इन्कम ट्याक्स खासमा स्टुडेन्ट भिजामा बढी काट्दैन, 5 देखि 15% काट्छ। बढी काट्यो भने पछि हामीले वार्डबाट फर्म फिलअप गरेर हामीले रिटर्न पनि गर्न सक्छौँ। हामीले कुरा गऱ्यौँ होस्टेल फी, इन्सुरेन्सहरूको बारेमा अनि हाम्रो मेसको बारेमा। यो सब गर्दा हामीले होस्टेल फी र मेसको कुरा गर्दा हामीले 6 मान जति खर्च हुन्छ भन्ने कुरा लगभग हामी कुरा गरिसकेका थियौँ। अर्को भनेको हाम्रो इन्सुरेन्स। साथीहरू, हामीले स्टुडेन्ट भिजामा बस्दाखेरि हामीले 1 वर्षमा 20,600 जति तिर्नुपर्छ। 20,600 हामीले इन्सुरेन्सको बिल तिर्नुपर्छ। त्यो 20,600 हामीले 12 महिनामा तिर्न मिल्छ। 12 महिनामा हामीले तिर्न मिल्छ कि त्यो 12 महिनामा तिर्ने हो भने प्रत्येक महिनाको भित्रमा 1 तारिकदेखि 30 तारिकको भित्रमा हामीले तिर्यो भने प्रत्येक महिनामा तिर्न मिल्यो। बेचु प्रत्येक महिनामा तिर्न मिल्यो। अर्को भनेको हामीले एकैचोटि तिर्ने। अब हाम्रो जुन 20,600 को बिल आएको हुन्छ, त्यो खामी आएको हुन्छ, त्यो खामी 7-11 या 24 घण्टा खोल्ने लसनहरूमा गएर पेमेन्ट गर्न मिल्छ। त्यो हामीले एकैचोटि पेमेन्ट गर्दा नि हुन्छ र बेचु पेमेन्ट मिल्छ। अब तपाईहरूले आफ्नो इन्कम अनुसार, आफ्नो इच्छा अनुसार त्यो पेमेन्ट गर्न सक्नुहुन्छ। हामीले एभरेजमा मान्यो भने अब 2000 महिनाको 2000 इन्सुरेन्सको र हाम्रो 60,000 उता मेसको र होस्टेलको 62,000 हाम्रो फिक्स भयो। अब हामीले सिमको कुरा गरौँ। सिमको कुरा गर्दाखेरि हामीले महिनाको मिनिमम सिमको बिल भनेको 3,000 भन्दा बढी नै हुन्छ। 3,000 देखि 5,000, 6,000, 7,000 आउने गर्छ। कुनै सिमको 7,000 सिमको बिल आउँछ। त्यस कारणले गर्दा हामीले एभरेजमा मान्यौँ भने 3,000 देखि 5,000 मानौँ। 5,000 आयो भने हाम्रो बिल, एभरेजमा मान्यौँ भने 5,000 बिल आउँछ। 5,000 आयो भने हाम्रो बिल 62,000 र 5,000 हाम्रो 67,000 भयो। 67,000मा हामी यहाँ बस्न सक्यौँ, रुममा बस्न सक्यौँ। त्यसपछि अब बाहिरको खर्च, काममा जानको लागि अब पैसा चाहिन्छ, ट्रेन भाडा चाहिन्छ। साइकलमा गयो भने ट्रेनको भाडा चाहिँदैन, तर हामीले ट्रेनबाट गयो भने ट्रेनको भाडा तिर्नुपर्छ। त्यो ट्रेनको भाडा कति पर्छ त? अब त्यो त डिस्टेन्सको अनुसार फरक पर्छ। त्यो ठ्याक्कै यतिको पर्छ भन्ने त्यो हुँदैन। त्यो अब कतिको दूरीमा लोकेसन छ, काम कतिको दूरीमा गरिरहेको छौँ, त्यो अनुसार त्यो फरक पर्छ। त्यो भन्नुपर्दा एभरेजमा 10,000 जति मानौँ। नजिकमा काम पायो भने महिनाको 10,000 जान्छ, जसमध्ये केही % खाइसियाहरूले दिने गर्छ। खाइसियाहरूले नि हामीलाई जब हामी काममा जान्छौँ रुमबाट, त्यसको हुन्छ कि भाडा दिएको हुन्छ, त्यो लगाउनुपर्छ। त्यो अर्को हामीले काम गरेको महिनासँगै त्यो थपेर आउँछ। हामीले 67,000 र 10,000 ट्रेनको 77,000 हामीले कुरा गऱ्यौँ। 77,000 हाम्रो खर्च भयो। अब यहाँसम्म हामीले कामसम्म पुग्यौँ। अब हामीले खाजाहरूको कुरा गर्दा 3,000 मानौँ, 80,000। हामीले महिनाको कति कमाउने भनेको थियौँ? 1,50,000। 1,50,000मा हाम्रो 80,000 खर्च भयो। गएको फी हामी अहिलेसम्म तिरेको छैन। 80,000 हाम्रो खर्च भयो। अब बाँकी रह्यो हाम्रो 70,000, 7 मान। त्यो 7 मान हाम्रो सेभिङ हो कि गएको फीको हो कि कपडाको हो कि भिजिटको हो कि, त्यो सब गर्दाखेरि हामीले
बुझ्नुपर्छ के भनेदेखि त्यो न गएकोको हो न होस्टेलको हो, केहीको होइन, सब थोकको हो। किनभने जापानमा हामीले त्यो पैसा राख्छौँ र पछि गएकोमा तिर्छौँ, गएकोमा पेमेन्ट गर्छौँ, त्यो सोच्यो भने गाह्रो हुन्छ। किनभने हामीले 1 वर्षै त्यो पैसा जापानमा नचलाइकन राख्यो भने हाम्रो नेपालमा गाह्रो हुन्छ। नेपालमा पैसा पठाएन भने यहाँ लगभग 99% स्टुडेन्टहरूले लोन लिएर आएको हुन्छ। यहाँ 100% आफ्नो पैसाले 1% मात्र आएको हुन्छ। त्यस कारणले गर्दा यहाँ हामीले पैसा राख्यो भने नेपालमा हाम्रो ब्याज चलिरहेको हुन्छ। हामीले पैसा लिएको ब्याज चलिरहेको हुन्छ र त्यो ब्याज टाइममा तिर्न सकेनौँ भने हामीलाई पछि गाह्रो हुन्छ। त्यस कारणले गर्दा साथीहरू त्यो पैसा हामीले नेपाल पठाउनु पर्ने हुन्छ। अब त्यसलाई इन्कम, घरमा त्यो इन्कम भयो भनेर नसोच्नु होला। किनभने जापानमा तपाईँलाई योभन्दा पहिलाको भिडियोमा भनिसके हो, गएको फी 6 लाखदेखि 8 लाखसम्म हुन्छ, 9 लाखसम्म हुन्छ, 10 लाखसम्म हुन्छ गएको फीहरू कलेज हेरी। हामी एभरेजमा मान्दा 8 लाख मानौँ, 8 लाख गएको फी भन्नाले हामीले 8 लाखको डिभाइड गर्दाखेरि हामीले 10 महिनामा हामीले 10 महिनै पैसा सेभ गर्यो भने 80,000 को महिना सेभ गर्नुपर्छ। 80,000 को महिना हामीले सेभ गर्यो भने लगभग हामीले 10 महिनामा गएको फी तिर्न सक्छौँ। भन्नाले हाम्रो त बाँचेको पैसा कति 70,000, तर हामीले 80,000 त सेभ गर्न सक्दैनौँ। 10,000 त हाम्रो लोन हुन्छ 10 महिनामा पेमेन्ट गर्नको लागि। त्यही भएर साथीहरू हामीले 12 महिना पैसा जुन सेभ गरेको हुन्छौँ, जुन नेपाल पठाएर सेभ गरेको हुन्छौँ, नेपालमा तपाईँ चलाउनु भनेर पठाएको हुन्छौँ, त्यो पैसा यहाँ अर्को वर्ष गएको फी तिर्नको लागि एक्जेक्ट हुन्छ। हामीले 1.5 लाख को महिना कमायो भने जापान बस्नको लागि जान्छ। 1 वर्षमा गएको फी, होस्टेल फी, इन्सुरेन्सको, मोबाइलको सब तिर्दै हामीले 1.5 लाख को महिना कमाएको हुन्छौँ। त्यो 1.5 लाख को महिना हाम्रो जापानमै जान्छ। हामीले नेपालबाट ल्याएको ऋण कति वर्षमा तिर्ने त क्वेसन त आइहाल्छ। किनभने हाम्रो त नेपालमा लोन भएको हुन्छ, हामी लोनमा हुन्छौँ, हामी तनावमा हुन्छौँ। त्यो पैसा हामीले तिर्ने कसरी त? हामीहरूको त्यो पैसा तिर्ने स्रोत भनेको लगभग 4 वर्षै हो। हामीले निहोङ्गो पढ्दा, सेन्मन पढ्दा त्यो भित्रमा हामी लगभग तिर्न सक्छौँ। त्यो पनि सेन्मन अलि सस्तो कलेज पर्यो भने, राम्रो कलेज पर्यो भने, त्यो कलेजको नजिकमा राम्रो काम पायो भने हामीले 4 वर्षभित्रमा नेपालबाट ल्याएको 15-16 लाख ऋण मजाले तिर्न सक्छौँ। म 1 वर्षमा तिर्छु, म जान्छु अप्रिलमा जान्छु, अर्को अप्रिलसम्म म पैसा पेमेन्ट गरिहाल्छु, नेपालको जति ऋण छ म त्यो तिरिहाल्छु, अर्कोमा काठमाडौँमा जग्गा किन्छु, यो गर्छु त्यो गर्छु, त्यो नसोचे हुन्छ। अब मैले बोल्दा तपाईहरूलाई विश्वास नलाग्न सक्छ, तर रियालिटी भनेको यही हो। रियालिटी भनेको यही हो। हामीले जति यहाँ कमाए पनि हाम्रो पैसा सेभ हुँदैन, लगभग सेभ हुँदैन। सेभ हुन्छ तर त्यो पछि हामीले फेरि गएकोमा तिर्नुपर्छ। त्यस कारणले गर्दा हामीले 4 वर्षभित्रमा त्यो पैसा नेपालबाट ल्याएको ऋणको पैसा तिर्छौँ भने माइन्ड सेटअप नेपालबाट गरेर आउनु होला। तपाईहरूलाई टपिक भनेको थिए, नेपालीहरू कुन काम गर्छ त? जापानमा प्राय नेपालीहरू कुन काम गर्छ र कस्तो काम हुन्छ? सबभन्दा पहिला नेपालीहरूले काम बढी गर्नु भनेको यामातो हो। नेपालीहरूको निहङ्गो एकदम खत्तम हुन्छ। कुनै नेपालीहरूको ल्याङ्ग्वेज राम्रो छ होला, त्यो म मान्न सक्छु, तर धेरैजसो नेपालीहरूको ल्याङ्ग्वेज
एकदम खत्तम हुन्छ। र ल्याङ्ग्वेज भएन भने जापानमा काम पाउन गाह्रो हुन्छ। त्यस कारणले गर्दा हामीले काम पाउन यहाँ गाह्रो भइसक्छ। र एमातो भनेको भारी बोक्ने हो, मेहनती हुन्छ। त्यो काम अलि मेहनत गर्नुपर्छ। त्यो काममा गरुङ्गो सामानहरू आउँछ र त्यो काममा ल्याङ्ग्वेज कम भए पनि, ल्याङ्ग्वेज नभए पनि हामीले काम गर्न सक्छौँ। अर्को नेपालीहरूले काम गर्नु भनेको रेस्टुरेन्ट हो। रेस्टुरेन्टमा नेपालीहरूको ल्याङ्ग्वेज छ भने राम्रै खान पाउँछ, राम्रै कमाउँछ। हाम्रै साथीहरूले 2 लाखसम्म कमाउँछ। रेस्टुरेन्टमा काम गरेर 2 लाखसम्म कमाउँछ हाम्रै साथीहरू, नाइटमा काम गर्छ। अर्को भनेको बेन्तो हो। बेन्तोमा नि काम गर्छ। नेपालीहरू ल्याङ्ग्वेज अलिकति ठिक छ भने बेन्तोमा काम गर्छन्, बेन्तोमा काम गर्न सक्छन्। अनि बेन्तोमा हामीले काम गर्दा राम्रै खान दिन्छ, हामीलाई पनि राम्रै पैसा हुन्छ। अर्को भनेको सुसिरो हो। सुसिरोमा नि जिखान खासै दिँदैन, घन्टाको त बढी दिँदैन, तर त्यहाँ पनि हामीले नेपालीहरूले काम गरिरहेको हुन्छ। अर्को भनेको बेड मेकिङ हो। नेपालीहरूले बढी काम गर्ने भनेको बेड मेकिङमा हो। बेड मेकिङमा धेरै नेपालीहरूले काम गर्छ। त्यस कारणले नेपालीहरू कुन कुन ठाउँमा काम गर्छ भनेको तपाईहरूलाई भनिसके। र तपाईहरू पनि आउनुहुन्छ भने ढुक्क बस्नुहोस्, यही कामहरू तपाईले नै गर्नुहुन्छ। म पनि त्यही कामहरूमध्ये कुनै काम गर्छु। यहाँ आएर कम्प्युटर चलाउँछु भन्ने त्यो सपना नै हुन्छ। त्यस कारणले साथीहरू, नेपालबाट आउँदाखेरि नेपालमै माइन्डसेट राम्रोसँग बनाउनु होला र आफ्नो फ्यामिलीलाई राम्रोसँग बुझाएर आउनु होला। म जापान पढ्न गइरहेको छु, म त्यहाँ पढ्छु। जब मेरो वर्किङ लाग्छ त्यसपछि म तपाईहरूलाई पैसा पठाउँछु। वर्किङ लागिसकेपछि साथीहरू जापान एकदम राम्रो छ। वर्किङ लाग्यो भने जापान एकदम बेस्ट छ। अरू देशहरूभन्दा एकदम बेस्ट छ। अमेरिका, अस्ट्रेलिया सबभन्दा बेस्ट छ जापान। वर्किङ लाग्यो भने, ल्याङ्ग्वेज राम्रो छ भने। किनभने जापान अनुशासनमा विश्वको 1 नम्बरमा पर्छ। हामी अनुशासित हुन्छौँ। ट्याक्स राम्रोसँग तिर्यो भने, टाइममा हामीले सरकारको रुल फ्लो गर्यो भने, रुल ब्रेक गरेनौँ भने हामीलाई पासपोर्ट दिने चान्स हुन्छ। जापानको पासपोर्ट विश्वको 2 नम्बरमा पर्छ। इमेजिन गरौँ, विश्वको 2 नम्बरमा पर्ने पासपोर्ट हो भने विश्वको जुनसुकै देशमा जाँदाखेरि हामीले टिकट कटाएर जान सक्छौँ। टिकट कटाएर हामीले विश्वको जुनसुकै देशमा घुम्न जान सक्छौँ। त्यस कारणले गर्दा फ्युचर छ, जापानमा फ्युचर छ। तर 4 वर्षको सङ्घर्षपछि तपाईहरू आउँदै हुनुहुन्छ भने नआत्तिनु होला, बढी सपना नदेख्नु होला। सपना देख्नु होला, तर लिमिटमा। जापान आएर तपाईहरूले नि भोग्नुहुन्छ। जुन हामीहरू भोगिरहेको छौँ, हाम्रो सेन्पाईहरूले भोगेको हो, त्यो तपाईहरूले नि भोग्ने हो खासमा। तर अहिले चाहिँ ठुलो सपना नदेख्नु होला, म यो 1 वर्षमै तिरेर यो गर्छु, त्यो गर्छु। अर्को कुरा भनेको साथीहरू, ह्यान्ड क्यास। तपाईहरूलाई मैले सुरुमै भनिसकेँ, जापान सरकारले हप्ताको 28 घन्टा लिगल रूपमा काम गर्ने एलाउ गरेको छ। त्योभन्दा बढी गर्यो भने हाम्रो भिजा नदिन सक्छ, हामी नेपाल पनि फर्किन सक्छौँ। हामीले नेपालमा हुँदा ह्यान्ड क्यास गर्छौँ, 2टी काम हान्दिन्यो, 3टा काम हान्दिन्यो, त्यो सोचिरहेको हुन्छौँ। तर जापानमा आउने बित्तिकै खत्तम, त्यो केही सोचै हुँदैन। किनभने खाइसियाहरूले आफ्नो इन्कम सो गर्छ। आफ्नो इन्कम सो गर्नुको साथसाथै आफ्नो एक्सपेन्सेसहरू सो गर्छ। आफ्नो इम्प्लोइहरूमा लगाएको इन्भेस्टमेन्ट, लगाएको खर्चहरू, त्यो विवरण सरकारलाई बुझाउँछ। किनभने उनीहरूले नि ट्याक्स तिर्नुपर्ने हो। उनीहरूले खर्च देखाएन भने बढी ट्याक्स तिर्नुपर्छ। त्यस कारणले गर्दा उनीहरूले नि हाम्रो जाहिरो कार्ड
पासपोर्ट कुनै हाम्रो व्यक्तिगत प्रमाण लिन्छ र पछि जब इन्कम ट्याक्स तिर्ने टाइम हुन्छ त्यति बेला पैसा ह्यान्ड क्यास दिए पनि उनीहरूले हाम्रो नाम सो गरिदिन्छ। हाम्रो नाम सो गरिदियो भने अब हामीलाई के हुन्छ भने कि गाह्रो हुन्छ, किनभने हाम्रो लिगली रूपमा 28 घन्टा काम गर्नुपर्ने हो, जुन हामीले ब्याङ्क क्यासमा गरिसकेको हुन्छौँ। ह्यान्ड क्यासमा गर्न खोज्छौँ, त्यो ह्यान्ड क्यासवालाले हाम्रो काम गरेको जिखान सो गरिदिएको हुन्छ। त्यो सो गरिदियो भने हामीलाई भिजा एकदम गाह्रो हुन्छ। त्यसको पछाडि नपरौँ, म 2टा काम गर्छु, म 3टा काम गर्छु। एउटा काम गर्नु, फ्युचर बनाउने हामी। अहिलेको लागि 2 वर्ष 4 वर्षको लागि त हामी मलेसिया पनि जान सक्छौँ। जापान आउनुको कारण भनेको हाम्रो फ्युचर बनाउने हो, हाम्रो भविष्य देख्ने हो। हामी भविष्य देखेर जापान आएको हुन्छौँ। बढी ठुलो सपना नदेखेर आउनु होला। जापानमा स्टडी भिजा रहुन्जेलसम्म यहाँ अलि गाह्रो हुन्छ सेभिङ गर्न, यहाँ बस्न गाह्रो हुन्छ। त्यही भएर तपाईहरूले त्यस्तो नसोच्नु होला, त्यस्तो नदेख्नु होला सपना। आज यति राखौँ, फेरि अर्को भिडियोमा तपाईहरूलाई अर्को टपिक लिएर आउनेवाला छु। तपाईहरूले लाइक, सब्सक्राइब, सेयर र एउटा सानो भाइको सजेसन कस्तो लाग्यो भनेर कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद, नमस्कार।